तपाईले अहिले जुन पिक्चर देखिराख्नु भएको छ त्यो पिक्चरले हाम्रो होल लाइफलाई रिप्रेजेन्ट गर्छ। जुन पिपलको रुखलाई चाहिँ हात्तीले जगडेर समाइरहेको छ त्यो हात्तीले हाम्रो पास्ट लाइफलाई रिप्रेजेन्ट गर्छ। हाम्रो पास्टमा यति बल हुन्छ कि त्यसले हाम्रो प्रेजेन्ट फ्युचर सबैलाई बर्बाद गरिदिन सक्छ। त्यसैगरी जुन हाँगामा त्यो व्यक्ति चाहिँ झुन्डिरहेको छ त्यो हाँगाले हाम्रो लाइफलाई रिप्रेजेन्ट गर्छ। त्यसैगरी हाँगाको साइडमा भएको कालो र सेतो मुसाले दिन र रातको प्रतीक गरिरहेको छ। एक दिन त्यो दुईटा मुसाले त्यो हाँगा खाएर भ्याउनेछ र त्यो व्यक्तिको त्यहाँबाट खसेपछि मृत्यु हुनेछ। कसरी भन्दाखेरि त्यो नदीमा भएको सर्पले चाहिँ हाम्रो फ्युचरलाई रिप्रेजेन्ट गरिरहेको छ, डेथलाई चाहिँ रिप्रेजेन्ट गरिरहेको छ। त्यसैगरी त्यो व्यक्तिले चाहिँ माथितिर हेरेर मह चाहिँ खान खोजिरहेको छ। त्यसको अर्थ चाहिँ के हो भन्दाखेरि हामी व्यक्तिहरू चाहिँ मोह, लोभ, लालचमा चाहिँ हामी यति धेरै चाहिँ लिप्त भएका छौँ कि हामीलाई हाम्रो मृत्यु एक दिन हुनेछ भन्ने कुरामा पनि हामीलाई चाहिँ मतलब छैन। हामीलाई जस्ट सम्पत्ति कमाउनु छ, धेरै कमाउनु छ, हामीलाई बस त्यस कुरासँग चाहिँ मतलब छ। र त्यसकै साइडमा राइटपट्टि चाहिँ भगवान् श्री विष्णुले चाहिँ त्यो व्यक्तिलाई आरती दिनुहुन्छ। जबसम्म त्यो व्यक्तिको ध्यान मोहबाट हटेर भगवान् श्री विष्णुमा जाने छैन तबसम्म त्यो व्यक्तिको उद्धार हुने छैन। राधे राधे।